नमस्कार सबैलाई। आजबाट हाम्रो पोडकास्ट सुरु हुँदैछ अस स्टडिज द जर्नी कास्ट भनेर र आजको हाम्रो प्रथम एपिसोडमा चाहिँ हाम्रो गेस्ट हुनुहुन्छ मिस सृष्टि भट्टराई जो चाहिँ न्याभिटासको रिजनल डिरेक्टर हुनुहुन्छ। हजुरहरू सम्पूर्णलाई यस शो इन्जोय गरिदिन हुनको लागि हार्दिक अनुरोध गर्दछौँ। थ्याङ्क यू सो मच, वाच इट एन्ड इन्जोय इट। हेलो नमस्ते, म नवराज अधिकारी, करेन्ट डिरेक्टर इन अस स्टडिज। हामीसँग अहिले हाम्रो अत्यन्त महत्त्वपूर्ण गेस्ट हुनुहुन्छ सृष्टि भट्टराई फ्रम न्याभिटास, हु इज द रिजनल डिरेक्टर अफ नेपाल एन्ड भुटान। सो हामी उहाँलाई आज यहाँ विभिन्न विषयमा रहेर कुरा गर्नेछौँ। Thank you so much, Navrajji, for inviting me. I was really looking forward to be a part of this conversation today. Like you mentioned, my name is Srishti Bhattrai and I'm the Regional Director at Navitas, and really looking forward to this podcast today. सो हामी आज यहाँ यसरी हजुरसँग बस्न पाउँदा मलाई स्पेसली पर्सनल्ली एकदमै गर्ववान्वित फिल भइरहेको छ। आइम फिलिङ सो प्राउड द्याट आइम सिटिङ विथ वान फिमेल आइकोन द्याट आवर इन्डस्ट्री इज एक्चुअली सिकिङ एन्ड लुकिङ फर वान। सो अब हामी हजुरको इन्टायर जर्नीको पनि कुरा गर्छौँ र सँगसँगै न्याभिटास के हो भन्ने विषयमा पनि हाम्रो जो स्टुडेन्टहरू हुनुहुन्छ, हाम्रो दर्शक भ्युअर्सहरू हुन्छ, उहाँहरूलाई पनि हामी बुझाउन चाहन्छौँ। सो हजुरकै आफ्नै भोइसबाट चाहिँ न्याभिटास के हो त भन्ने क्वेसन मैले हजुरलाई गर्नै पर्ने हुन्छ। सो इट्स अप टु यु। Okay. What is Navitas? Okay. So Navitasलाई एकदम सिम्पल वर्डमा भन्न पर्दा चाहिँ Navitas भनेको चाहिँ पाथवे प्रोभाइडर हो हैन। सो नेपालमा अलिकति पाथवे भनेको के हो त भन्ने कन्सेप्ट स्टुडेन्टहरूलाई और पेरेन्ट्सहरूलाई बुझ्न कहिलेकाहीँ अलिकति गाह्रो हुन्छ र पाथवे भन्ने वर्डको अराउन्ड एकदम धेरै मिथ पनि छ, सबैको आफ्नै एउटा प्रिकन्सिभ्ड नोसन्स पनि छ हैन। सो बेसिकली Navitas भनेको चाहिँ Navitas चाहिँ एउटा ग्रुप अफ कम्पनीज हो, ग्रुप अफ कलेजेस हो, इन्स्टिट्युसन्स हो हैन, बेसिकली जसले पाथवे प्रोग्राम्स अफर गर्छ। न पाथवे भने के हो त? सो कुनै पनि स्टुडेन्ट्स नेपालबाट मात्रै होइन, संसारको कहीँ पनि कुनै पनि कुनाबाट कुनै पनि स्टुडेन्ट्स आए, त्यो अस्ट्रेलियाको हाम्रो कलेज होस् अथवा युकेको कलेज होस् अथवा क्यानाडाको, युएसएको जहाँको भए नि कलेज होस्, त्यहाँ पढ्न जान इन्ट्रेस्टेड छ। तर कुनै पनि रिजनले, चाहे त्यो एकाडेमिक रिजन होस् अथवा स्टुडेन्टको इङ्ग्लिस ल्याङ्ग्वेजको स्कोर नपुगेर होस्, और स्टुडेन्टलाई सुरुमा जाँदा जाँदै युनिभर्सिटीको एक्सपिरियन्स अलिकति ओभरवेल्मिङ लागेर चाहिँ, जस्तै अब जस्तै हाम्रो नेपालमा हुन्छ नि, सानो क्लास साइजमा टिचरसँग एउटा लेभलको जस्तै फ्रेन्डसिपै हुन्छ होइन, साथी आफ्नै घर छर छिमेकको साथी नै क्लासमा हुन्छ, सो एउटा घरकै जस्तै इन्भाइरोमेन्ट हुन्छ। त्यो स्टुडेन्ट सडनली विदेश पुगेर 300 जनाको क्लासमा बसेर एउटा लेक्चर अटेन्ड गर्दाखेरि त्यो एक्सपिरियन्स त स्टुडेन्टको लागि धेरै ओभरवेल्मिङ हुन जान्छ। सो त्यो केसमा पनि स्टुडेन्टले स्मल क्लास साइजेसमा चाहिँ आफू जस्तै इन्टरनेसनल स्टुडेन्ट्सहरूले सराउन्डेड भएर चाहिँ त्यस्तो क्लास त्यस्तो स्ट्रक्चरमा पढ्छु भन्दा पनि पाथवे प्रोग्राम्स चाहिँ त्यस्तो खालको स्टुडेन्टलाई केटर गर्ने हो। सो बेसिकली जसलाई अलिकति एकाडेमिकमा सपोर्ट चाहिएको छ, कसैलाई इङ्ग्लिस ल्याङ्ग्वेजमा सपोर्ट चाहिएको छ, और कसैलाई चाहिँ इन जेनरल स्मल क्लास साइजेसमा चाहिँ आफ्नो जर्नी स्टार्ट गर्छु भन्ने स्टुडेन्ट्सको लागि चाहिँ पाथवे प्रोग्राम्स हो। तर पाथवे भनेको खालि स्टेपिङ स्टोन हो, फेरि यो चाहिँ फर्स्ट इयरको प्रोग्राम मात्रै हो। सो स्टुडेन्टले 3 वर्षको ब्याचलर्स डिग्री पुरा 3 वर्ष स्मल क्लास साइजेसमा पढ्छु भनेर त फेरि उसको ग्रोथ पनि भएन होइन। सो ऊ त भनौँ न, एज एन एक्जाम्पल स्टुडेन्ट अस्ट्रेलिया जाँदैछ भने अस्ट्रेलियन इन्भाइरोमेन्ट, त्यहाँको एडुकेसन सिस्टम, त्यो कल्चर एक्सपिरियन्स गर्न नि त गइरह्यो भने फेरि सधैँभरि त्यही न्यारो क्लासमा बस्छु भनेर पनि त भएन होइन। त्यो गर्दाखेरि एउटा स्टेपिङ स्टोन जस्तो चाहिँ हो स्टुडेन्टको लागि। त्यसपछि स्टुडेन्टले सेकेन्ड इयरबाट युनिभर्सिटीमा बिगर क्लास साइजमा प्रोग्रेस गर्छ। बाई द टाइम स्टुडेन्ट प्रोग्रेसेस, स्टुडेन्टमा त्यो लेभलको एउटा कन्फिडेन्स अनि नयाँ ठाउँमा भनौँ, नयाँ कन्ट्रीमा, नयाँ सिस्टममा एडजस्टमेन्ट भइसकेको हुन्छ 1 इयरमा। सो द होल कन्सेप्ट इज द्याट। ओके, सो हजुरले भन्नुभयो जस्तो न्याभिटास चाहिँ क्लास साइज अलिक स्मल हुन्छ र 1 इयरको यो लिडिङ प्रोग्राम्स हो पाथवेज भनेको भनेर। अब स्टुडेन्टहरूमा चाहिँ एउटा कस्तो खालको कन्सेप्ट पढाएर देख्छु मैले आफ्नो एक्सपिरियन्स अनुसार भन्दा चाहिँ स्टुडेन्टहरूलाई चाहिँ पाथवेमा भनेको चाहिँ अलिकति स्टिल नेपालको मार्केटमा चाहिँ अलि अझै पनि फेमस भइसकेको छैन कि भन्ने एक खालको थ्रेट उनीहरूले चाहिँ फिल गरे जस्तो मान्छु। तर वी आर काउन्सिलर्स होइन, वी आर जस्ट एफिलिएटेड विथ सो मेनी युनिभर्सिटिज and we know well about the pathways and what Navitas is doing in Nepal. It's so good thing होइन म्याम। सो अब मैले सोच्न चाहेको कुरा चाहिँ के हो भन्दाखेरि जस्तो पाथवे त हो,
यसमा चाहिँ कस्तो कस्तो खालको स्टुडेन्टहरू चाहिँ इलिजिबल छ अप्लाई गर्नको लागि यो थ्रुबाट जाँदाखेरि र कुन सेक्टरहरूलाई प्रायः जसो यसले कभर गर्छ न्याभिटासले आखिरमा युनिभर्सिटी पनि छ जस्तो हजुरले भन्नुभयो मोरओभर 300 भन्दा बेसी स्टुडेन्टहरू हुन्छ 200 होला 100 होला तर स्टुडेन्टहरूलाई एउटा क्लास साइजको फेसिलिटी त हुने भयो सँगसँगै उनीहरूलाई चाहिँ अब जस्तो डिप्लोमा गरिसकेपछि दे विल गेट डिफ्रेन्ट सर्टिफिकेट फर द डिप्लोमा प्रोग्रामहरू समथिङ लाइक द्याट केही हुन्छ कि अथवा त्यहाँ गइसकेपछि त्यही उनीहरूले पढेकै कलेजको युनिभर्सिटीमा पढ्नुपर्छ कि के छ यसलाई अलिकति इलाबोरेट गरिदिनुहोस् न ओके सो यो चाहिँ एकदमै द्याट्स अ भेरी गुड क्वेसन होइन स्टुडेन्टलाई यो खालको क्वेसन्स आउनु पनि स्वाभाविक नै हो किनकि हामीले भन्दाखेरि हामीले पाथवे प्रोग्राम भनेपछि यो त सर्ट टर्म प्रोग्राम जस्तो सुनिन्छ नि त सो लाइक अघि मैले भने जस्तो स्टुडेन्टले 1 वर्ष गएर एउटा डिप्लोमा सो हामीले अफर गर्ने अस्ट्रेलियाको इक्जाम्पल लिउँ होइन हामीले अफर गर्ने भनेको डिप्लोमा प्रोग्राम हो तर यसलाई डिप्लोमा लिडिङ टु ब्याचलर्स प्रोग्राम भन्छ है न अस्ट्रेलियामा धेरै थरीको डिप्लोमा हुन्छ भोकेसनल डिप्लोमा पनि हुन्छ न्याभिटासले अफर गर्ने इज हायर एडुकेसन डिप्लोमा जुन भनेको युनिभर्सिटीकै कलेजभित्रको डिप्लोमा हो सो यो बेसिकली युनिभर्सिटीले अफर गर्ने डिप्लोमा हो भनौँ न होइन अनि अर्को कुरा जुन तपाईँले भन्नुभयो जस्तै को स्टुडेन्टको लागि त अघि मैले भने जस्तो यदि कसैलाई अलिकति एकाडेमिक सपोर्ट चाहिन्छ भने त्यो स्टुडेन्टको लागि हो इङ्ग्लिसमा स्टुडेन्टले नर्मली भनौँ न एउटा ब्याचलर्स लेभलमा आइएल्स एज एन इक्जाम्पल ल्याउने हो भने 6 ओभरअल नो ब्यान्ड लेस देन 6 अर कतै 6.5 नो ब्यान्ड लेस देन 6 छ होइन इन्ट्री रिक्वायरमेन्ट र हाम्रो नेपाली स्टुडेन्ट्सको चाहिँ हामीले नर्मली के देख्छौँ भन्दाखेरि राइटिङमा अनि त्यसपछि रिडिङमा कुनै न कुनै एउटा ब्यान्डमा 5.5 आइहाल्छ होइन अब 5.5 आउने बित्तिकै अनि स्टुडेन्ट अब फेरि आइएल्स क्लास गर्ने अनि फेरि आइएल्स दिने सो अब यदि त्यो इङ्ग्लिसको भनौँ न राइटिङ यदि स्टुडेन्टको प्रब्लम हो र यदि राइटिङको बेसमा प्रब्लम छ भने त्यो उसले जति कोसिस गरे पनि 5.5 बाट 6 मा पुग्न धेरै गाह्रो हुन्छ बट द्याट डज नट मिन एनीवेयर द्याट त्यो स्टुडेन्टको बाहिर पढ्न जाने हुन्छ नि स्टडी अब्रड ड्रिमै अब उसले फुलफिल गर्न सक्दैन होइन त्यति नै बेला न्याभिटास कम्स इन्टु द पिक्चर किनकि हामी पाथवे हो हामीले 5.5 पनि एक्सेप्ट गर्छौँ कुनै प्रोग्राम चाहिँ हामीले 5 पनि एक्सेप्ट गर्छौँ किन एक्सेप्ट गर्छौँ भन्दाखेरि यो होइन कि स्टुडेन्टमा अस्ट्रेलिया गएर पढ्न सक्ने क्षमता छैन तर पनि हामीले लिएर चाहिँ होइन यसको पछाडिको मेन मोटिभ भनेको चाहिँ के हो भन्दाखेरि एज एन इक्जाम्पल मेरो 5.5 आयो आइएल्समा होइन मलाई अस्ट्रेलिया जानु छ मैले युनिभर्सिटीमा डिरेक्ट म एलिजिबल भइनँ म गएँ पाथवेको थ्रु जुन 1 वर्ष म 5.5 को स्कोर लिएर 1 वर्ष जुन अस्ट्रेलियामा पढ्छु नि डिप्लोमा प्रोग्राम त्यति बेला त मेरो इङ्ग्लिस स्किल्स चाहे त्यो रिडिङ होस् राइटिङ होस् लिसनिङ होस् स्पिकिङ होस् ब्रसअप हुन्छ नि त अनि बाई द टाइम म सेकेन्ड इयर ब्याचलर्समा जान्छु त म त अरू जत्तिकै इक्विभ्यालेन्टमा हुने भयो नि त सो 5.5 आयो 5 आयो भन्दैमा रोकिन पर्दैन त्यो स्टुडेन्ट्सको लागि पनि न्याभिटासको पाथवे हो अघि मैले भने जस्तो स्मल क्लास साइजेसमा जान चाहने स्टुडेन्ट न यो भन्दैमा जो स्टुडेन्टको 6 अलरेडी छ 6.5 छ ऊ पाथवेमा जान नमिल्ने पनि होइन होइन सो कोही स्टुडेन्ट छ जसको जिपिए पनि एकदम एक्सेप्सनल छ जसको आइएल्स पनि एकदम राम्रो छ त्यो स्टुडेन्ट पनि पाथवेमा जान सक्छ कुन सेन्समा पाथवेमा जान सक्छ भन्दाखेरि लाइक आई सेड स्मल क्लास साइजेस म फर्स्ट टाइम बाहिर पढ्न जाँदैछु मेरो फ्यामिली फ्रेन्ड्स मेरो एन्टायर लाइफ यहाँ छोडेर टु अ कम्प्लिटली न्यू सेटिङ त्यो पनि पढ्नलाई अनि पढ्दा पढ्दै साइड बाई साइड मैले मेरो लाइफ पनि त्यहाँ आफ्नो नयाँ जर्नी एउटा स्टार्ट गर्न पर्छ त्यो बेलाको त्यो एक्सपिरियन्स हुन्छ नि स्टुडेन्टको देयर सो मेनी थिङ्स द्याट्स गोइङ अन स्टुडेन्टलाई इमोसनली पनि फाइनेन्सियली पनि भर्खर भनौँ न हामी कुरा गर्दैछौँ +2 पास गरेर स्टुडेन्ट होइन कति नै एक्सपिरियन्स हुन्छ र लाइफमा यहाँ पेरेन्ट्ससँग फ्यामिलीसँग बस्या हुन्छ फ्रेन्ड्सले सराउन्डेड हुन्छ होइन त्यस्तो स्टुडेन्टको अचानक त्यो एक्सपिरियन्स चेन्ज हुँदाखेरि चाहिँ स्मल क्लास साइजेसमा उसलाई किन हेल्प हुन्छ भन्दाखेरि उसलाई ऊ त्यो खालको एउटा इमोसनल ब्यागेज अरू त्यो कति सपना लिएर त्यहाँ पुगेका हुन्छ नि त्यो क्लासमा अरू पनि स्टुडेन्ट्स ऊ जस्तै हुन्छ कि इन्टरनेसनल स्टुडेन्ट्स जो त्यस्तै गरी केही न केही हिसाबले स्ट्रगल गरेर त्यहाँ पुगेका हुन्छ सो साथी बनाउन सजिलो भयो कनेक्सन्स छिटो बन्ने भयो र जुन हाम्रो लेक्चरर्स हुनुहुन्छ पाथवेमा पढाउने
they're trained to deal with international students, and they're trained to deal with those students who are struggling academically or English wise or struggling with anything भनौँ न यही इमोसनल उनीहरूको जुन ब्यागेज हुन्छ यो सबै कुरासँग डिल गर्नको लागि त्यो टिचर्सहरू त्यो लेक्चरर्सहरू ट्रेन्ड हुनुहुन्छ. सो even if the student has exceptional academics and exceptional IELTS को or TOEFL PT जे को स्कोर भए पनि they can still go for pathway program. ओके, थ्याङ्क यू सो मच फर दिस इन्फर्मेसन. अब हामीले के बुझ्यौँ त भन्दाखेरि पाथवे भनेको चाहिँ नट ओन्ली फर द स्टुडेन्ट हु स्कोर लो अर एकाडेमिक सपोर्ट चाहिने वाला स्टुडेन्टलाई मात्र होइन कि एकदमै गुड स्कोर गरेको स्टुडेन्टहरू पनि नेभिटासमा जान सक्छ र डिप्लोमा लिडिङ्स टु ब्याचलर्स र यो ग्रेजुएटको लागि पनि छ नि. हजुर, एब्सोल्युटली. ग्रेजुएट कोर्सेस लिडिङ टु मास्टर्सको लागि पनि नेभिटास छ. सो विच इज रियली गुड थिङ फर द स्टुडेन्ट्स. हाम्रो विद्यार्थीहरूलाई चाहिँ यो जुन एउटा पाथवेको प्रोग्राम नेभिटासले ल्याएको छ पक्कै पनि हेल्प गर्छ. र अर्को कुरा यही सँगसँगै मैले एउटा कुरा के जोड्न पनि चाहेँ सृष्टि म्याम हजुरलाई भन्दाखेरि चाहिँ नेभिटासले अस्ट्रेलियामा रहेर चाहिँ जस्तो पपुलर युनिभर्सिटिजहरूको अन्डरमा कुन कलेजहरूमा काम गर्छ, जस्तो अब अस्ट्रेलियामा मात्रै गर्ने हो कि वा युकेमा पनि छ कि नेभिटासको कार्यक्षेत्रहरू यसको जुन एउटा कभरेज छ यो चाहिँ कुन कुन कन्ट्रीहरूमा मोस्ट पपुलर छ यो पनि भनिदिनु. सो ओके, नेभिटास ओरिजिनली स्ट्याब्लिस भएको चाहिँ अस्ट्रेलियाबाट हो. सो हाम्रो फाउन्डर अस्ट्रेलियन हो होइन. सो स्टार्ट भयो अस्ट्रेलियाको हाम्रो एडिथ कोआन युनिभर्सिटीबाट. सो एडिथ कोआन युनिभर्सिटीमा हामीले एडिथ कोआन युनिभर्सिटीको फर्स्ट पाथवे कलेज रन गरेर त्यसरी चाहिँ नेभिटासको यो जुन पाथवेको एन्टायर कन्सेप्ट. सो हाम्रो जो फाउन्डर हुनुहुन्छ उहाँले चाहिँ इन्टरनेसनल स्टुडेन्टको यो स्ट्रगल देख्दाखेरि के उहाँलाई लाग्यो कि कति स्टुडेन्टले त क्वालिफाई नै गरेन. सो यो स्टुडेन्टहरूको ड्रिम्स एउटा एस्पिरेसन भोलि ऊ लाइफमा कति ठुलो मान्छे बन्न सक्ला, तर एउटा सानो एन्ट्री रिक्वायरमेन्ट मिट नहुँदा चाहिँ यो स्टुडेन्टको एउटा स्टडी अब्रडको त ड्रिमै फुलफिल भएन नि त भन्ने कन्सेप्टलाई लिएर होइन आई सुड डु समथिङ अबाउट इट भनेर स्टार्ट भएको हो यो एन्टायर स्ट्रक्चर, यो मोडल भनौँ न. त्यो भएर हाम्रो इन्सेप्सन अर फाउन्डेसन चाहिँ अस्ट्रेलियाबाट हो. बट देन अ भेरी प्राउड Australian company भन्न पर्यो नेभिटास. नाउ नेभिटास has spread its wing all across the globe होइन. सो अब हामी अस्ट्रेलियामा मात्रै हाम्रो कलेजेस नभएर हाम्रो नर्थ अमेरिकामा कलेजेस छ, क्यानाडामा है, त्यसपछि युकेमा छ, युकेमा पनि इनसाइड लन्डन, आउटसाइड लन्डन, इङ्ल्यान्ड, स्कटल्यान्ड, वेल्स. अब कहाँ खोज्नुहुन्छ अप्सन, स्टुडेन्टलाई हर ठाउँको अप्सन छ. युरोपभित्रै हामी नेदरल्यान्ड्समा छौँ, जर्मनीमा छौँ. सो द्याट मल्टिपल क्याम्पसेस. न्युजिल्यान्डमा छौँ हामी, दुबईमा छ हाम्रो क्याम्पस होइन, इन्डोनेसियामा छ, इभन साउथ एसियामा हुँदा हुँदा हामीले श्रीलङ्कामा पनि हाम्रो क्याम्पस छ. सो देयर आर मेनी क्याम्पसेस अक्रस द ग्लोब. हामी कहिले काहीँ स्टुडेन्ट्सलाई जोक गरेर के भन्छ भने एउटा ग्लोब लिएर यसरी पोइन्ट गरेर आँखा चिम्लेर तिम्रो हात जहाँ पर्छ त्यहाँ एउटा नेभिटासको कलेज पक्कै पनि हुन्छ भन्छौँ होइन. सो द्याट्स हाउ वाइडली वेयर स्प्रेड. सो अस्ट्रेलियामा मात्रै सीमित छैन. सो स्टुडेन्टहरू यो बारेमा पनि क्लियर पक्कै पनि भयो र पेरेन्ट्सहरू स्पेसली नेपालको अहिले कन्टेक्स्टमा अस्ट्रेलियाको जुन अहिले सिनारियो चलिरहेछ र अरू देशमा पनि डिफ्रेन्ट सिनारियोजहरू चलेछ. जस्तो अहिले म्यासिभ भिजा रिफ्युजल्सको कुराहरू पनि चलिरहेछ. सँगसँगै क्यानाडामा त बन्दै जस्तो छ एक प्रकारले भन्यो भने. युएसमा पनि पोलिटिकल अनस्टेबिलिटीको कारणले गर्दाखेरि स्टुडेन्टको इन्क्लिनेसन चाहिँ अझै मोरओभर अरू डेस्टिनेसनमा पनि छ. यो सिनारियोमा चाहिँ जस्तो जुन म्यामले भने जस्तो नेभिटासले जसरी एउटा फिजिबल मिडियम क्रिएट गरेको छ, वी अल सुड बी भेरी मच ग्रेटफुल टु नेभिटास. अनि अब यसमै एउटा मेरो फाइनल नेभिटासको अझै यसलाई इलाबोरेट हुन्छ भन्ने मलाई पक्का पनि विश्वास छ. नेभिटास केही थ्रुबाट चाहिँ हामी कलेजमा किन जानु पर्यो भन्ने क्वेसन्स हामीले म्याक्सिमम पाउने गरेको छ क्या स्टुडेन्टकोबाट. सो वाइ वी सुड गो थ्रु नेभिटास टु go to some universities, their colleges to study there भन्ने कुरा चाहिँ किन होला भन्ने. लाइक आई सेड अब नेभिटासमा एउटा त स्टुडेन्टको आफ्नो निड्स रिक्वायरमेन्ट यता फुलफिल नहुँदा स्टुडेन्ट पाथवेबाट जान्छ होइन. अर्को एउटा एडभान्टेज जुन स्टुडेन्टलाई हुन्छ नेभिटासको कलेजेस लाइक नेभिटासको पाथवेबाट जाँदा भन्दा सुरुमा हामीले जुन तपाईँले कुरा गर्नुभएको थियो जस्तै डिप्लोमा एज एन एक्जाम्पल होइन, स्टुडेन्टले डिप्लोमा सकायो. अब स्टुडेन्ट सेकेन्ड इयर ब्याचलर्समा जान्छ, तर उसले त्यो डिप्लोमा सकाएपछि उसले डिप्लोमाको एउटा डिग्री सर्टिफिकेट पाउँछ कि. सो यसरी सोचौँ न, कोही एउटा स्टुडेन्ट छ जो ब्याचलर्स पढ्न गइरहेछ, अर्को एउटा स्टुडेन्ट छ जो डिप्लोमाको थ्रु
न्याभिटासमा गइरहेछ होइन फर्स्ट इयर अब यहाँबाट +2 सकाएको केही एक्सपिरियन्स छैन कसैको पनि उता गएर पार्ट टाइम जब त सबैलाई चाहिन्छ होइन स्टुडेन्टलाई सो जो स्टुडेन्ट डिरेक्ट ब्याचलर्स गर्न गइरहेछ ऊ फर्स्ट इयर ब्याचलर्समा गयो उसको पढाइ हुन्छ यताउति हुन्छ ऊ त्यसपछि सेकेन्ड इयर जान्छ थर्ड इयर जान्छ थर्ड इयरमा उसले डिग्री कम्प्लिट गरेपछि उसको डिग्री सर्टिफिकेट आउँछ है तर डिप्लोमामा न्याभिटासको डिप्लोमाबाट जाने स्टुडेन्टले फर्स्ट इयर डिप्लोमा सकाएपछि हामीले उसलाई डिप्लोमाको डिग्री ह्यान्डओभर गर्छौँ के फर्स्टमा ह्याभिङ द्याट अल मिन्स इज एउटा डिग्री चाहिँ तिमीले कम्प्लिट गर्यौ अब त्यो डिग्री त डिग्री हो नि त अस्ट्रेलियाको डिप्लोमा डिग्री हो त्यो युनिभर्सिटी कलेजको भनेपछि त्यो डिग्रीले धेरै ठुलो रोल खेल्छ जब स्टुडेन्ट पार्ट टाइम जब खोज्न जान्छ त्यो भनेको त अस्ट्रेलियाको डिग्री त उसँग पार्शियल डिग्री त ह्यान्डमा छ नि त होइन सो यो एउटा पनि स्टुडेन्टको लागि ठुलो एडभान्टेज हो र यसको हामीले धेरै चाहिँ हामीले पठाएको स्टुडेन्ट्सहरूसँग हामीले सर्वेको रूपमा अथवा इन्टरेक्सनको रूपमा धेरै फिडब्याक लियौँ अनि स्टुडेन्टले के भन्यो हामीलाई के फिडब्याक मोस्ट अफ द स्टुडेन्ट्सले दिएको छ भन्दाखेरि हो यो डिग्रीले एकदमै हेल्पफुल भयो किनकि आएको 8 ल हामी 1 इयर भन्छौँ टेक्निकली 1 इयर पनि हुँदैन डिप्लोमा होइन 8 मन्थ्स रफली सो 8 मन्थ्समा अस्ट्रेलियाको डिग्री नै एउटा हातमा डिप्लोमा एउटा डिग्री नै हातमा आउँदाखेरि त जब मार्केटमा त त्यो स्टुडेन्टलाई हुने जतिको कम्पिटेटिभ एडभान्टेज त अरूलाई हुने भएन नि त होइन सो त्यो हिसाबले पनि स्टुडेन्टले पाथवे किन जाने अथवा म न्याभिटासको पाथवे किन जाउँ भन्दा पनि के हो त यो पाथवे भनेको र यो पाथवेले मलाई भोलिको दिनमा मेरो डिग्री कम्प्लिट गरुन्जेलसम्म यो पाथवेको रोल के हो र यसले मलाई कसरी हेल्प गर्छ भन्ने कुरामा चाहिँ त्यो कुरा चाहिँ बुझ्न पर्यो कि फर्स्टमा रादर देन होइन म पाथवेबाट जान्न र यो पाथवेको कन्सेप्टलाई नै नबुझिकन त्यसलाई पहिल्यै डिनायलमा जान भएन होइन बरु कन्फ्युजन छ भने बुझ्ने नि अझै बुझ्ने नि जस्तै हाम्रो जस्तै पाथवेको चाहिँ कलेजेस हुन्छ होइन अब स्टुडेन्टलाई कहिलेकाहीँ के मिसकन्सेप्सन हुन्छ भने ए अस्ट्रेलियामा त कलेजमा नजानु भनेको छ कलेजको भिजा हुँदैन रे भनेर अब उहाँहरूले बुझ्नुहुन्छ भोकेसनल कलेज अथवा प्राइभेट हायर एडुकेसन कलेजेस यो त युनिभर्सिटीको आफ्नै कलेज हो नि त सो स्टुडेन्ट डे 1 देखि युनिभर्सिटीकै स्टुडेन्ट हो उसले पढ्ने युनिभर्सिटीभित्रै हो खालि के हो भन्दाखेरि जस्तै नेपालमा हाम्रो कन्सेप्ट हुन्छ नि सेक्सन ए सेक्सन बी भन्ने क्लासमा पनि डिफ्रेन्ट सेक्सन्स हुन्छ नि त्यस्तै हो कि एउटा डिरेक्ट ब्याचलर्समा गएको स्टुडेन्ट युनिभर्सिटीको एउटा क्लासमा पढेर हुन्छ डिप्लोमामा गएको स्टुडेन्ट त्यही युनिभर्सिटीको अर्को एउटा क्लासमा बसेर पढेर हुन्छ लाइब्रेरी एक्सेस सेम हो लेक्चरर्स युजुअली सिमिलर हुन्छ लन्च बेला क्लासको ब्रेकमा उसले आफ्नो साथीलाई ब्याचलर्स पढिरहेको साथीलाई नि भेट्छ आइडी कार्ड युनिभर्सिटीकै हुन्छ सो डे 1बाट स्टुडेन्ट त युनिभर्सिटीकै हो वी के भन्दाखेरि ऊ एउटा सेक्सनमा ऊ एउटा सेक्सनमा भने जतिको मात्रै फरक हो ओके द्याट्स भेरी गुड थिङ हाम्रो अहिले सायद पाथवे भन्ने कुराको विषयमा सृष्टि म्यामले जुन तरिकाले एउटा एक्सप्लेनेसन दिनुभयो यो पक्कै पनि एकदम ब्युटिफुल थियो र यो कुरा सायद हाम्रो स्टुडेन्टहरूले पेरेन्ट्सहरूले पनि बुझ्नुभयो होला र हामी अहिले स्टुडेन्ट यो हाम्रो अहिले जेन्जिसहरू भन्छ प्रायः होइन भन्ने नै जेन्जिसै अनि जेन्जिसहरू चाहिँ अहिले हामीभन्दा धेरै स्मार्ट छ जस्तो मलाई फिल हुन्छ पक्का पनि किनभने हामी जेन्जीभन्दा एक स्टेप अगाडिको पऱ्यो हेर्नुहोस् अनि अब जेन्जिसहरूलाई चाहिँ अहिलेको जो हाम्रो ब्रिलियन्ट स्टुडेन्ट स्मार्ट स्टुडेन्टहरू हुनुहुन्छ जेन्जी त एउटा अहिले टाइमले दिएको डेफिनेसन मात्रै हो तर उहाँहरूको जुन एउटा स्मार्टनेस छ त्यो स्मार्टनेसलाई चाहिँ जसरी न्याभिटासले एउटा अपर्च्युनिटी क्रिएट गरेछ हामी यो फिल्डमा बसेर काम गर्ने मान्छे र न्याभिटास सँगसँगै अस्ट्रेलियन गभर्मेन्ट र ओभरअल अरू जो युनिभर्सिटीहरू छ अरू देशहरूमा तिनीहरू पनि पक्कै पनि ग्रेटफुल छ होला न्याभिटासमा र अब यो न्याभिटासको बारेमा हाम्रो एकाडेमिक्सको बारेमा त हामीले कुरा गऱ्यौँ अब म चाहिँ अलिकति डिफ्रेन्ट एक्सपेक्टतिर जान चाहन्छु अहिले सो युआर अ फिमेल आइकन अहिले हाम्रो जो हुनुहुन्छ यहाँनिर कोही मेरो एउटा आइकन होला मेरो आफ्नै छ कोही म यो पोजिसनमा पुग्न पाए कस्तो हुन्थ्यो भन्ने छ तपाईँ अहिले रिजनल डिरेक्टर हुँदाखेरिसम्मको यो एउटा जर्नी कस्तो रह्यो कहाँदेखि सुरु गर्नुभयो र कस्तो खालको चाहिँ अनुभवहरू भए लाइफमा अलिकति हामी यता थोरै डाइभर्सन लिएर हाम्रो आजको टपिकलाई अझै इलाबोरेट गरौँ स्योर आई थिङ्क आइकन भन्ने वर्ड चाहिँ त्यसले चाहिँ त्यो चाहिँ म आइकन त आफूले आफूलाई म आइकन त सोच्दिनँ होइन ह्याभिङ सेड द्याट यदि मैले एज अ फिमेल भनौँ न एउटा लिडरसिप रोलमा यदि कसैलाई इन्सपायर गर्न सकेको छु एउटा अर्को भनौँ न मेरो कन्टेम्पोरेरी अर कोही मभन्दा सानो जसले लुकअप टु गर्छ त्यो फिमेललाई इन्सपायर गर्न सकेको छु अर इभन कोही मेललाई इन्सपायर गर्न सकेको छु इन एनी विच वे भन्यो भने
I would consider I have achieved at least something in life. Now मेरो जर्नीको बारेमा कुरा गर्न पर्दाखेरि चाहिँ अहिले मलाई किनकि हामीले स्टुडेन्ट्सको बारेमा कुरा गरिरहेछ यो मेरो लागि चाहिँ अलिकति नस्टाल्जिया जस्तो कहाँनिर हुन्छ नि म आफू पनि इन्टरनेसनल स्टुडेन्ट म आफू पनि अस्ट्रेलिया गएर पढेँ होइन आजको दिनमा जब मैले स्टुडेन्टहरूलाई भेट्छु मेरो रोलमा बस्दाखेरि म चाहिँ आफ्नै एउटा रिफ्लेक्सन जस्तो देखिरहेको हुन्छु कि त्यो स्टुडेन्टमा किनकि अलि वर्ष अगाडि म नै त्यही पोजिसनमा थिएँ म नै त्यसै गरी एउटा कन्सल्टेन्सीमा गएर के हो त मेरो लागि सुटेबल प्रोग्राम म के गर्न जाने भनेर म पनि त्यत्तिकै अनअवेयर त्यत्तिकै तर तपाईँले भनेको कुरा ठिक हो जस्तै अहिलेको स्टुडेन्ट अझ धेरै आफ्नो साइडबाट नि रिसर्च गरेर आउँछ र अहिले इन्फर्मेसन यति ओभरवेल्मिङ लेभल अफ इन्फर्मेसन मार्केटमा छ कि स्टुडेन्टलाई धेरै कुरा थाहा हुन्छ होइन तर म जाँदा म त्यतिको अवेर थिइनँ सो गएर के गर्ने होला त कसो गर्ने होला त भने एउटा कुनै टाइममा म पनि त्यो पोजिसनमा थिएँ त्यो भएर मलाई जब स्टुडेन्टसँग म कुरा गर्छु मलाई एक लेभलको सफ्ट कर्नर बढी सफ्ट कर्नर चाहिँ त्यो भएर पनि हुन्छ है सो म नेपालबाट बाहिर पढ्न जाने ल अब मैले ब्याचलर्ससम्म नेपालमा पढेँ मास्टर्स गर्ने बेलामा चाहिँ मलाई के लाग्यो भन्दाखेरि एउटा इन्टरनेसनल एक्सपोजर चाहिँ चाहिन्छ मान्छेलाई नट जस्ट पढ्ने हिसाबले मात्रै होइन हो डिग्री चाहियो बाहिरको डिग्री अभियसली इज इम्पोर्टेन्ट भोलि संसारमा ग्लोबली रेकग्नाइज डिग्री भयो भने संसारको जुन कुनामा गएर काम गर्छु अथवा म जहाँ जान्छु भने पनि त्यसले एउटा लेभलको लिबर्टी दिन्छ त्यो त आफ्नो ठाउँमा छ तर आई थिङ्क अदरवाइज पनि लाइफ एक्सपिरियन्स गर्नलाई चाहिँ एक्चुली हाम्रो डे टु डे सेटिङबाट चाहिँ हामी बाहिर निस्किन एकदम जरुरी छ जस्तो मलाई लाग्यो कि त्यति बेला किनकि मलाई के लाग्यो भने घरदेखि भनौँ न त्यही साथीभाइ त्यही घर त्यही सर्कल मैले देखेको मान्छे मैले चिनेको मान्छेको सर्कल सानो 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 हुँदै गयो नि त जति नयाँ मान्छे भेट्थ्यो पनि नेपालमै भेट्थेँ नेपाली नै मान्छे भेटिन्छ प्रायः होइन सो संसारले चाहिँ संसारमा मान्छेले अरू मान्छेको भ्यू पोइन्ट के छ त मान्छेले के सोच्छ त के छ नेपालभन्दा बाहिर भन्ने कुरा एक्सपिरियन्स गर्न चाहिँ म ल अनि डिग्री पनि हुन्छ भनेर चाहिँ म आफू अस्ट्रेलिया गएँ मैले मास्टर्स पढेँ मैले अस्ट्रेलियाको निकै हाइली ऱ्याङ्क्ड युनिभर्सिटीबाट मास्टर्स डिग्री सकाएर म फिर्ता आएँ मेरो प्लान जहिले पनि फिर्ता आउने थियो फेरि म एकदमै अहिलेको टर्ममा भन्नुपर्दा एकदम जेन्युइन स्टुडेन्ट हो म होइन सो मैले जेन्युइन स्टुडेन्ट क्राइटेरिया एकदम मजाले फुलफिल गरेँ मेरो डे वानदेखि प्लान थियो जान्छु डिग्री लिन्छु अलि टाइम बस्छु एक्सपिरियन्स गर्छु फिर्ता आउँछु सो म फिर्ता आएपछि अब म जहिले बिजनेसको स्टुडेन्ट ब्याचलर्सदेखि म बिजनेस पढिरहेको सो मलाई थाहा थियो कि केही बिजनेस सेक्टरमै गर्छु भनेर अब के गर्छु थाहा थिएन गर्दा गर्दै आई एक्सिडेन्टली ल्यान्डेड इन्टु दिस इन्डस्ट्री त्यसपछि देयर हेज बिन नो लुकिङ ब्याक कुन पोजिसनबाट सुरु गर्नु मैले स्टार्ट गरेको एज अ काउन्सिलर सो म जुन मैले एउटा भेकेन्सी देखेँ सो म जब सर्च गर्दै थिएँ अब काम त गर्न पर्यो नेपाल फिर्ता आएपछि फेरि त्यत्रो प्रेसर छ यत्रो युनिभर्सिटीबाट पढेर आएको भने त्यसलाई जस्टिफाई पनि त गर्न पर्यो तर के भने फाइनेन्स सेक्टर बिजनेस सेक्टरमा मैले भने जस्तो रोल पाइरहेको थिइनँ कि नेपालमा ओपनिङ्स थियो र अहिलेको जस्तो भनौँ न जस्तै जब पोर्टल्सहरू पनि त्यति धेरै थिएन त्यति बेला एक दुईवटा पोर्टल्स थियो जहाँ आउँथ्यो अनि त्यहाँ अलिअलि सर्च गर्यो त्यही हो मैले भने जस्तो जब पाइरहेको थिइनँ अनि एक दिन एउटा कन्सल्टेन्सीको मैले जब ओपनिङ देखेँ म यतिकै ऱ्यान्डमली वक इन गरेँ के रहेछ त भनेर गर्दै जाँदा कुरासुरा भयो ल म अस्ट्रेलियाबाट पढेर फर्क्याएँ भनेर मैले जब पाएँ इन्टरभ्यू बकाइदा दिएँ जब पाएँ फर्स्ट डे एट वर्क मेरो कस्तो थियो भने मेरो पनि एउटा भनौँ न म पनि अहिलेभन्दा यङ थिएँ एक लेभलको इगो म हो नि त अस्ट्रेलियन ग्रेजुएट हो नि देयर इज नथिङ द्याट आई डोन्ट नो यो काउन्सिलिङ भने त के हो र यो त म यत्तिकै चुट्की बजाएर गरिदिन्छु भन्ने जस्तो एटिट्युड लिएर म गएको थिएँ गएपछि मेरो म्यानेजरले मलाई फर्स्ट डेमा 1200 एउटा स्टुडेन्टको जुन डेटा हुन्छ नि दिएर ल पहिला तिमी कल गर तिमीले कल गरेको एउटा स्टुडेन्ट पनि यो अफिसमा वक इन भयो भने आई विल कन्सिडर तिमीलाई म पर्सनली स्टुडेन्टसँग फेस टु फेस कुरा गर्ने अपर्च्युनिटी दिन्छु भनेर मैले कल गरेँ कोल्ड कलिङबाट सुरु भएको कल गरेँ त्यो कलिङबाट कति कुरा थाहा भयो कि कलमा मान्छेलाई कति कुरा बुझाउन सकिन्छ स्टुडेन्टले
त्यसरी कल आउँदा के क्वेसन सोध्छ त, कति कति एउटा नम्बर पेरेन्ट्सहरूको रहेछ होइन, पेरेन्ट्सहरूले कसरी रेस्पोन्ड गर्नुभयो, गर्दै बिस्तारै बिस्तारै मैले कुरा गर्दै जाँदा हप्ता दिन बित्यो, 2 हप्ता बित्यो, महिना दिन, कोही पनि आएन मैले कल गरेको मान्छे होइन। पछि बिस्तारै अनि त्यो कुरा गर्दै गर्दै जाँदा मेरो पनि स्किल ब्रस अप हुँदै गयो। सो ओके, मैले के भन्न पर्यो त स्टुडेन्टलाई, मैले के इन्फर्मेसन दिन खोजिरहेको हो यो कलमा भनेर। अनि त्यसपछि बिस्तारै 1-1.5 महिनापछि 1-2जना स्टुडेन्ट मलाई यहाँबाट कल आएको थियो भनेर आउनुभयो होइन। उहाँहरू पहिला एकचोटि आएर त्यहाँ भिजिट गरेर समहाउ स्टुडेन्टसँग कनेक्सन लस्ट भएर जानुभएको स्टुडेन्ट रहेछ। अब मैले रिकल गर्दाखेरि उहाँहरू आउनुभयो होइन। आएपछि अनि बिस्तारै बिस्तारै कुरा गरेर अनि उनीहरूलाई काउन्सिलिङ गरेर त्यसरी मेरो जर्नी स्टार्ट भएको। अब एउटा त्यो दिनदेखि मेरो मनमा चाहिँ पर्सनली काउन्सिलर्सहरूको लागि चाहिँ ठुलो रेस्पेक्ट छ। किनकि काउन्सिलरको एउटा पोजिसन भनेको कस्तो पोजिसन हो भन्दाखेरि, एउटा कुनै पनि स्टुडेन्टले उसको आफ्नो स्टडी अब्रडको ड्रिम बोकेर आएको छ होइन, रेस्पोन्सिबिलिटी पनि यति हाई हुन्छ कसैको ड्रिमलाई नर्चर गरेर उसले भनेको कुरा उसलाई फुलफिल गर्न सक्नु अथवा उसको एक्सपेक्टेसन्स मिट गर्न सक्नु, र प्रेसर पनि के, किनकि कसैको आफूले रेस्पोन्सिबिलिटी लिएपछि त उसको लाइफको करियर मेरो हातमा छ भनेपछि त्यो त ठुलो रेस्पोन्सिबिलिटी हो नि त होइन। अनि त्यसपछि बिस्तारै काउन्सिलिङ गर्दै गर्दै जाँदा मैले के रियलाइज गरेँ भने, ओहो यो त मैले इन्जोय गर्ने कुरा रहेछ। के गर्नुपर्छ र यसमा, स्टुडेन्टलाई इन्फर्मेसन दिने, उसको प्रोफाइल अनुसार उसलाई कुन कन्ट्री सुटेबल छ, के कोर्स सुटेबल छ, मैले उसलाई टेबलमा राखेर उसँग उसको फ्युचर प्लान गर्ने म त। अनि त्यसपछि आई स्टार्टेड इन्जोइङ द रोल। अनि त्यसरी बिस्तारै 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 यो एउटा जुन यो हाम्रो भनौँ न यो कन्सल्टेन्सी काउन्सिलिङको रोल एउटा बुझेपछि, यो पुरा स्टुडेन्टको बिहेभियर बुझेपछि, पेरेन्ट्सको एक्सपेक्टेसन बुझेपछि, कन्सल्टेन्सीको रोल बुझेपछि मलाई यो पुरा हुन्छ नि यो पुरा इन्डस्ट्री कसरी फङ्सन गर्छ, के हो त रोल सबैजनाको भन्ने कुराको धेरै क्ल्यारिटी भयो। अनि हुँदै जाँदा नाभिटासले चाहिँ नेपालमा चाहिँ इन कन्ट्री रिप्रेजेन्टेटिभ जसले चाहिँ, किनकि अब लाइक वी टक्ड, नाभिटासको त मल्टिपल क्याम्पसेस छ अक्रस द ग्लोब छ। स्टुडेन्टलाई 1 पोइन्ट इन्फर्मेसन लिनु पऱ्यो भने कहाँ जाने त भन्दाखेरि त्यसको लागि इन कन्ट्री रिप्रेजेन्टेटिभ खोजिरहेको थियो नाभिटासले। अनि मैले अप्लाई गरेँ। अब अभियसली म अस्ट्रेलियन ग्रेजुएट, अस्ट्रेलियन हुन्छ नि इन्स्टिट्युसन, सो इजी भयो, काउन्सिलर अल्सो इजी भयो, अनि क्लिक भयो, हायर भएँ। मैले स्टार्ट गरेको चाहिँ एज अ कन्ट्री म्यानेजर फर नेपाल। सो त्यति बेला म नेपालमा त्यही हेर्थेँ र एज अ कन्ट्री म्यानेजर काम गर्थेँ। अनि त्यसरी बिस्तारै नेपालमा राम्रो हुँदै गएपछि भुटान एड भयो मेरो पोर्टफोलियोमा, म रिजनल म्यानेजर भएँ। अनि लास्ट 2 इयर्स, स्लाइटली ओभर 2 इयर्सदेखि चाहिँ म रिजनल डिरेक्टर भएर सर्भ गरिरहेको छु नाभिटासमा। सो गुड टु नो अबाउट यो जर्नी। अनि अब जस्तो एउटा अर्को क्वेसन मेरो दिमागमा उठिरहेको छ, सायद यो हजुरलाई नै भन्दा अझै बेटर यसको इन्फर्मेसन हामीले पाउँछौँ होला, अथवा के हजुरको ओपिनियनको कुरा पनि छ। जस्तो अहिले नेपालमा चाहिँ नेपालको पपुलेसन हाराहारी 3.5 करोड 4 करोड अराउन्ड छ होइन। यो 3.5 करोड 4 करोड पपुलेसनको बिचमा नेपालमा मोर ओभर 5,000 भन्दा बेसी कन्सल्टेन्सीहरू छ। म पनि एउटा कन्सल्टेन्सीको डिरेक्टर फर नाउ होइन। हाम्रो नेपालमा एक खालको कल्चर डेभलप भइरहेको छ चाहिँ कस्तो भन्दा, कन्सल्टेन्सी एकदमै धेरै छ। स्टुडेन्टलाई चाहिँ कहाँ जाने त म भन्ने जहिले पनि डाउट हुन्छ स्टुडेन्टलाई। सो हामी कहाँमा यहाँ स्टुडेन्ट आउँदाखेरि पनि ऊ 5-7वटा कन्सल्टेन्सी भिजिट गरिआएको हुन्छ। हामी हुन त 20 वर्षदेखि छौँ यहाँ सर्भिस गरिरहेको, नाभिटासले पनि लङ टाइमदेखि एउटा सर्भिस प्रोभाइड गरिरहेको छ। यो सिनारियोमा स्टुडेन्ट र पेरेन्ट्सहरूलाई चाहिँ कस्तो खालको एउटा सजेसन दिन चाहनुहुन्छ, ताकि काउन्सिलिङको लागि चाहिँ होइन कसरी आफ्नो मेन ब्रान्च पत्ता लगाएर जाने, केही त्यस्तो केही जो कुराले चाहिँ स्टुडेन्टलाई फेसिलिटेट गर्न सकोस्, फिजिबल गराउन सकोस्। किनभने हजुरले सोसियल मिडियाको प्लेटफर्ममा हेर्नुभयो भने सबैले आफ्नो मार्केटिङ गरिरहेको छ, सबै रजिस्टर्ड पनि छन् होइन। आफ्नो हिसाबले सबैले राम्रो तरिकाले काम पनि गरिरहेको होला, तर हाम्रोमा एउटा बुझाइ हुन्छ, स्टुडेन्टको साथी होला, उसको कोही रिलेटिभ होला होइन, त्यो थ्रुबाट जाने होला। तर यो सबै चिजलाई साइडमा राखेर चाहिँ स्टुडेन्ट र पेरेन्ट्सहरूलाई चाहिँ कस्तो खालको एउटा गाइडेन्स तपाईँको एक्सपर्टिजबाट दिँदा बेटर होला जस्तो लाग्छ, त्यो
त्यो हजुरले दिनुभयो भने पक्कै पनि हाम्रो भ्युअर्सहरू पेरेन्ट्सहरूलाई यसले मद्दत चाहिँ गर्छ। सो स्टुडेन्ट्सहरूले आफै एउटा जजमेन्ट कल चाहिँ गर्न पर्यो र त्यो जजमेन्ट कलको लागि सबैभन्दा राम्रो उपाय भनेको एजेन्टको अफिसमा जान पर्यो होइन। मलाई चाहिँ के लाग्छ भन्दाखेरि स्टुडेन्टले कस्तो खालको ट्रिटमेन्ट पाउनुहुन्छ भनौँ न एउटा कन्सल्टेन्सीको अफिसमा जाँदाखेरि काउन्सिलर्सको बिहेभियरदेखि उहाँहरूले खोजेको इन्फर्मेसन पाइराख्नु भएको छ कि छैन भन्दाखेरि यो बेस्ट हो। र अगेन हामी कुरा गर्दैछौँ +2 पास आउट गरेको स्टुडेन्ट्सको है। म चाहिँ जहिले पनि स्टुडेन्टलाई के भन्छु भन्दाखेरि फर्स्ट टाइम कन्सल्टेन्सी जाँदाखेरि चाहिँ आफ्नो पेरेन्ट्स अरू कोही गार्जियन्स लिएर जानु, किनभने पेरेन्ट्स र गार्जियन्सको जुन एउटा केही पनि कुरा भनौँ न उहाँहरूको एक्सपिरियन्सको आधारमा एउटा जजमेन्ट लिन सक्ने त्यो सायद भर्खर +2 पास गरेको स्टुडेन्टको नहुन सक्छ होइन। सो अनि अरू स्टुडेन्ट्सको हेर्ने सोच्ने तरिका फरक हुन्छ र पेरेन्ट्सको गार्जियन्सको सोच्ने तरिका फरक हुन्छ नि त। सो त्यसरी चाहिँ हो। सेकेन्डली आई थिङ्क स्टुडेन्टले आफूले पनि रिसर्च गर्न पर्यो नि त। र नेपाली स्टुडेन्ट्सको एउटा चाहिँ के छ भन्दाखेरि एकदमै धेरै कन्सल्टेन्सीमाथि रिलायन्ट हुने पनि हामीले अब हामी एज अ युनिभर्सिटी हामीले पनि धेरै एक्सपिरियन्स गर्छौँ होइन। म चाहिँ के भन्छु भने यो जर्नी यति सानो छ होइन, यो विन्डो यति सानो छ नि, यसलाई त आफैले पनि त एक्सपिरियन्स गर्न पर्यो नि त। आफ्टर अल एप्लिकेसन आफ्नो हो, जुन एउटा जिएसआर स्टेटमेन्ट एउटा एसे लेख्छौँ हामी त्यो हाम्रो आफ्नो हो भन्दा कन्सल्टेन्सीमाथि रिलायन्सको पनि त एउटा एक्सटेन्ट हुन्छ नि त। सो स्टुडेन्ट आफू इन्भल्भ हुन पर्यो। आफूले आफ्नो सबै कुरा गर्दाखेरि को कन्सल्टेन्सीले चाहिँ हामीलाई बेस्ट सपोर्ट प्रोभाइड गर्न सक्छ है। कन्सल्टेन्सीको रोल भनेको आइडियली इट्स ओन्ली सपोर्ट होइन। अब यो कुरा स्टुडेन्टले बुझ्दिन पर्यो कि कन्सल्टेन्सीमा म गएँ भने कन्सल्टेन्सीले मेरो एप्लिकेसनदेखि मैले त्यो गएर के गर्ने भनिदिएपछि अब मेरो काम सक्यो होइन नि त होइन। आफू त डे टु डे जान पर्यो, फलोअप कन्सल्टेन्सीले गर्दाखेरि टचमा बस्न पर्यो, के भइरहेछ डकुमेन्टेसनदेखि मेरो के सब्मिट भयो, कलेजले फर्दर के मागेको छ भनेर। कन्सल्टेन्सी त एउटा च्यानल पो हो त, एउटा मिडियम पो हो त होइन। अदर देन द्याट फाइनली चाहिँ के एउटा राम्रो गाइडेन्स चाहिँ स्टुडेन्टलाई के हुनसक्छ भन्दाखेरि अहिले किनकि नेपाल यति इम्पोर्टेन्ट मार्केट भएर गइसक्यो साउथ एसियाभित्र, नेपालबाट कति स्टुडेन्ट्स बाहिर जानुहुन्छ होइन। सो जस्तै म छु नाभिटासको लागि, अरू पनि त युनिभर्सिटीहरूको रिप्रेजेन्टेटिभ्स आजभोलि त इन कन्ट्री नै हुनुहुन्छ होइन, धेरैजना हुनुहुन्छ। अस्ट्रेलियाको मात्रै नभएर युकेको क्यानाडाको पनि धेरैजना हुनुहुन्छ। सो स्टुडेन्टलाई यतिको फेसिलिटी त कहाँ पाइन्छ भन्नु त। जुन कलेज जाँदैछु त्यही कलेजको स्टाफ चाहिँ नेपालमै बसिरहेछ जसले फर्स्ट ह्यान्ड इन्फर्मेसन दिन सक्छ। सो कोही पनि स्टुडेन्टलाई जस्तै अब तपाईँहरूले नै इभेन्ट गर्नुहुन्छ, फेयर गर्नुहुन्छ जसमा हामीहरू आउँछौँ, स्टुडेन्टलाई एउटा त्यो अपर्च्युनिटी हो हामीसँग वान अन वान इन्टरेक्ट गरेर जे सोध्नु छ, जे क्वेरिज छ होइन, जे कुराको क्ल्यारिटी चाहियो हामीसँग फर्स्ट ह्यान्ड कुरा गर्न मिल्यो। होइन भने पनि यदि हामी नेपालमै छौँ, अभाइलेबल छौँ, स्टुडेन्टसँग भेट्न सक्ने हाम्रो अवस्था छ भने त हामी त्यही पनि हाम्रो पार्टनर कन्सल्टेन्सीजको अफिसमा आएर त स्टुडेन्टलाई पेरेन्ट्सलाई अरू बेला पनि भेट्न सक्छौँ नि त। सो यतिको लेभरेज त पाइँदैन नि त होइन, पाएको त स्टुडेन्टले युटिलाइज गर्न पर्यो। सो यो अपर्च्युनिटी पनि यदि कोही स्टुडेन्टलाई पेरेन्ट्सलाई थाहा छैन यस्तो छ भन्यो भने यस्तो पनि अपर्च्युनिटिज छ। भोलिको दिनमा नाभिटासको कलेजेस जानु छ भने र त्यो कलेजको बारेमा केही पनि क्वेसन क्वेरिजहरू भयो भने हामीलाई जस्तै उहाँहरूले तपाईँहरूलाई इन्फर्म गर्नुहुन्छ, तपाईँहरूले हामीलाई इन्फर्म गरिदिनुहुन्छ, हामी आउँछौँ यहाँ आएर स्टुडेन्टलाई भेट्न सक्छौँ होइन। त्यो त कतिवटा च्यानल्स छ तर स्टुडेन्टले के हो त उसलाई चाहिएको चाहिँ फर्स्टमा चाहिँ बुझ्नु पर्यो। यसलाई अलिकति म छोटकरीमा पनि स्टुडेन्टलाई अझै इजी होला भन्ने तरिकाले भनिदिन्छु। जस्तो म कहाँ अप्लाई गर्दैछु, म केका लागि अप्लाई गर्दैछु, लोकेसन वाइज पनि अथवा भनौँ फिज वाइज पनि अथवा कलेजको जुन एउटा मार्केट इम्प्याक्ट छ र त्यसमा आफ्नो एक्सपोजर कस्तो छ, यी चिजहरूलाई पनि अध्ययन गरेर एक्सप्लोर गरेर स्टुडेन्ट पक्कै आउनै पर्छ। र सँगसँगै 12 पास गरेको स्टुडेन्ट भनेको चाहिँ नर्मल्ली 18-19 वर्षको बच्चाहरू भाइ बहिनीहरू हुन्छ नि त। सो आफू डाइरेक्टली आएर नभन्नु अथवा आफू डाइरेक्टली आएर यहाँ बुझ्न आउनु वा पेरेन्ट्सलाई लिएर आउनुमा पक्कै पनि फरक पर्छ। सो जुन सृष्टि म्यामले अहिले भन्नुभएको छ यो कुरा पक्कै पनि स्टुडेन्टहरूले बुझ्नुपर्ने छ। म कुन ठाउँमा जाँदैछु, म कहाँबाट अप्लाई गर्ने, केका लागि अप्लाई गर्ने, मेरो फ्युचर त्यहाँ हुन्छ हुँदैन, म जुन ठाउँमा जाँदैछु, जुन कन्सल्टेन्सीमा जाँदैछु त्यो कन्सल्टेन्सीले त्यो युनिभर्सिटीहरूलाई चाहिँ डाइरेक्टली क्यारी गरेको छ छैन, यो कुराहरू चाहिँ स्टुडेन्टले बुझ्यो भने पक्कै पनि बेटर हुन्छ होला।
अब हामी कार्यक्रमको लगभग अन्त्यतिर पनि आइसकेका छौँ र एउटा बिट मार्ने प्रश्न मैले गर्नै पर्छ। सो तपाईलाई कुनै पनि लाइफ सम्बन्धी वा आफ्नो क्यारियर सम्बन्धी कुनै पनि फिल्डमा रिलेटेड भएर यस्तो भइदिए भए चाहिँ अझै राम्रो हुन्थ्यो होला भन्ने चाहिँ के लाग्छ? त्यस्तो केही छ? मेरो करियर अथवा मेरो लाइफ रिलेटेड भन्दा पनि अहिले चाहिँ आई थिङ्क यो आन्सर चाहिँ मैले मेरो काम रिलेटेड चाहिँ दिन सक्छु। जस्तै एउटा कुरा चाहिँ मलाई के लाग्छ भने अघि पनि मैले ब्रिफली आई थिङ्क टच बेस गरेँ त्यो कुरासँग, त्यो हो स्टुडेन्टले चाहिँ अलिकति यो बाहिर जाने पढ्न जाने कुरालाई के खालि एउटा साथी पनि गएको छ त्यही भएर म जानला अथवा प्लस टू पछि त गर्ने यही त हो नि टाइपको होइन कि म मेरो लाइफको करियरको डिसिजन एउटा बनाउँदैछु, यसले मलाई भोलि कहाँ लान्छ पनि मलाई थाहा छैन। अब मेरो प्लान त छ कि म यो ठाउँ जान्छु यो पढ्छु भन्ने, तर करियर वाइज यसले मलाई कहाँ लान्छ कहाँ पुऱ्याउँछ, यो डिग्रीले भोलि जुन लाइफ लङ मेरो सिभीमा बस्ने एउटा डिग्री हुन्छ त्यसले मलाई कहाँ पुऱ्याउँछ भन्ने कुरा यो कति खास भन्यो भने यो कति राम्रो कुरा हो कि इट्स सच अ वन्डरफुल थिङ होइन। यो एक्सपिरियन्सलाई चाहिँ स्टुडेन्टले अलिक बढ्ता लिभ गरिदिएर त्यो त्यति बेला त्यो मोमेन्टमा हुन्छ नि एप्लिकेसन गरेको बेलादेखिको उसको कलेजसँगको इन्टरेक्सनदेखि उसको भिजा लागेर ऊ नजाउन्जेलसम्मको जर्नीलाई चाहिँ त्यो एक्सपिरियन्सलाई चाहिँ लिभ गरिदिनु भयो भने चाहिँ आई थिङ्क इल बी बेटर। र त्यो मैले नट जस्ट मेरो जबको पर्सपेक्टिभबाट, किनकि त्यो मैले आफूले एक्सपिरियन्स गराए भएर म के भन्न सक्छु भने यो विन्डो एकदमै छोटो छ कि इभन स्टुडेन्ट लाइफको विन्डो एकदमै छोटो छ होइन। यो एक्सपिरियन्स फेरि अब कि त म फेरि पढ्छु भन्न थाल्न पर्यो होइन भने त मान्छेले डिग्री भनौँ न ब्याचलर्स डिग्री हो मास्टर्स डिग्री त लाइफमा एकचोटि गर्छ नि त नर्मली मान्छेले, त्यो यसको एक्साइटमेन्ट र नेक्टर पनि त आउँदैन नि अलि पछि भएपछि। एक्ज्याक्टली। सो त्यसको लागि चाहिँ मलाई चाहिँ के लाग्छ भने कति कुरा स्टुडेन्टले मिस आउट गरिरहेको छ कि यो हरेक एक्सपिरियन्स। जस्तै अहिले मलाई लाग्छ हुन त म जाँदाखेरि मैले त म यो युनिभर्सिटी जान्छु भनेर चुज गरेपछि म त वेबसाइटमा गएर दिनको एक टाइम त्यो युनिभर्सिटीको भिडियो हेर्थेँ कि ओ म यो ठाउँ जान्छु मेरो क्लास कहाँनिर हुन्छ होला, ए यहाँबाट ट्रेन स्टेसन कति टाढा छ होला भनेर म त त्यति एक्साइटेड थिएँ कि। सो तर अहिलेको स्टुडेन्टमा चाहिँ अब आई डोन्ट नो यो पियर प्रेसरले गरेर बाहिर जान खोजे फ्यामिली प्रेसर अथवा भनौँ न एउटा नर्म जस्तो भइसक्यो बाहिर जाने भने यसले यसको कोड जुन एउटा एसेन्स छ नि कि यो त जाने हो तर यो जर्नीलाई एक्सपिरियन्स पनि त गर्न पर्यो नि त स्टुडेन्टले। त्यो चाहिँ इन द जर्नी त्यो चाहिँ अलिकति स्टुडेन्टले लुज गरेर जस्तो अलिकति एक्सपिरियन्स नगरेर जस्तो मलाई पर्सनली लाग्छ होइन। आई विश स्टुडेन्टले यो एक्सपिरियन्सलाई अलि बढी एक्सपिरियन्स गरेर लिभ गरिदिनु भयो भने चाहिँ आई थिङ्क भोलिको दिनमा वेन यु लुक ब्याक इट्स गोइङ टु बी एक्सेप्सनल। र हुनसक्छ कतिजना स्टुडेन्ट पढेर फिर्ता पनि आउनुहुन्छ कि फिर्ता आएपछि भोलि स्टडिजमै काम गर्नुहुन्छ कि होइन, भोलि उहाँहरू काउन्सिलर हुनुहुन्छ कि अथवा म जस्तै कुनै युनिभर्सिटीसँग एसोसिएटेड हुनुहुन्छ कि भन्दाखेरि यो जर्नी चाहिँ आई थिङ्क अलिकति बढी चाहिँ स्टुडेन्टले यसलाई एज एन एक्सपिरियन्स हेरेर नट जस्ट इट्स अ थिङ द्याट निड्स टु गेट डन, एउटा सिद्धाउन पर्ने काम हो जस्तो होइन कि यो पार्ट अफ माई यो एकाडेमिक जर्नीको एउटा पार्ट अफ द एक्सपिरियन्स हो जस्तो गरिदिनु भयो भने चाहिँ आई थिङ्क उहाँहरूको लागि चाहिँ इट्स गोइङ टु बी अमेजिङ। ओके, थ्याङ्क यू सो मच। आज हामी जस्तो सृष्टि म्यामबाट धेरै कुराहरू जानकारी पनि पायो, इन्फर्मेसन पनि पायो। एट द एन्ड पाथवे भनेको के हो र न्याभिटास के हो, स्टुडेन्टले कस्तो कस्तो कुरामा चाहिँ कसन लिनपर्छ, कस्ता कुराहरूले चाहिँ उनीहरूको फ्युचरमा एक्साइटमेन्टहरू थप्छ, क्यारियरमा आफ्नो गोल कस्तो हुनुपर्छ, क्यारियर गोल कस्तो हुनुपर्छ भन्ने विषयलाई पनि आज हाम्रो सृष्टि म्यामले चाहिँ एकदमै यसलाई अझै इलाबोरेटिभ फर्ममा हामीलाई डेलिभरेन्स गर्नुभएको छ, जसको लागि धेरै धन्यवाद। र सँगसँगै अझै हामीलाई हजुरको महत्त्वपूर्ण समय दिनुभएको छ, यसको लागि पनि वी आर सो ग्रेटफुल। अस स्टडिज आएर चाहिँ हजुरले यसरी आफ्नो एक्सपर्टिज हामीलाई सेयर गर्नुको अर्थ हाम्रा भ्युअर्सहरूलाई पनि यो इन्फर्मेसन डेलिभर हुनु हो। र सो थ्याङ्क यू सो मच फर दिस। Thank you, Navrajji. Thank you also for making me a part of this. Our studies सँग जस्तै न्याभिटासको एसोसिएसन धेरै लामो छ नेपालमा, हाम्रो वान अफ द ओल्डेस्ट भनौँ न वान अफ द फ्यु ओल्डेस्ट र भेरी भेरी इम्पोर्टेन्ट पार्टनर हो। सो आई एम रियली एक्साइटेड टु बी अ पार्ट अफ दिस होल कन्भर्सेसन। आई थिङ्क धेरै इन्जोय गरेँ मैले पनि कुरा गर्नलाई। एन्ड अगेन स्टुडेन्ट रिलेटेड केही इन्फर्मेसन छ भने त्यो इन्फर्मेसन दिनलाई म आई एम अलवेज आउट देयर इन द फ्रन्ट कुनै पनि बेला। एन्ड
लाइक वान लास्ट भनौँ न एउटा साइनिङ अफ मेसेज जस्तो चाहिँ म स्टुडेन्टलाई के दिन्छु भन्दाखेरि इफ युआर लुकिङ टु गो अब्रड एन्ड इफ युआर लुकिङ टु गो टु एनी अफ द नाभिटास कलेजेस स्टडिज इज वान अफ द प्लेसेस द्याट यु क्यान भिजिट र त्यसमा पनि तपाईँहरूलाई मैसँग भेट्नु छ मैसँग इन्फर्मेसन लिनु छ र म लगायत मेरो टिम पनि छ यहाँ अरू पनि मेरो कलिग्सहरू हुनुहुन्छ कसैसँग पनि म फर्स्ट ह्यान्ड इन्फर्मेसन लिन्छु भन्दा पनि all of us will be available to come and meet you. र आज हामी माझ सृष्टि म्याम हुनुहुन्थ्यो उहाँका मुखारविन्दबाट भनौँ उहाँका आफ्ना एक्सपिरियन्सका आधारमा धेरै चिजहरू हामीले आज इन्फर्मेसनका रूपमा पायौँ र यसले पक्कै पनि हाम्रो स्टुडेन्ट पेरेन्ट्सहरूलाई र क्यारियर सिक गर्ने जो पनि दर्शकहरू हुनुहुन्छ उहाँहरूका लागि पक्कै पनि हेल्पफुल छ र यसरी नै हामी अब आगामी दिनहरूमा चाहिँ हाम्रा विशिष्ट अतिथिहरूलाई यहाँ बोलाउँदै उहाँहरूका जर्नीका बारेमा कास्ट गर्छौँ त्यसैले त हामीले यसको नाम यस सोको नाम अस स्टडिज द जर्नी कास्ट राखेका छौँ हजुरहरूले हामीलाई धैर्यताका साथ यसरी हेरिदिनु भएकोमा सबैप्रति हामी ग्रेटफुल छौँ सबैलाई धेरै धेरै धन्यवाद फेरि अर्को एपिसोडमा हामी पक्कै भेट्नेछौँ थ्याङ्क यू सो मच